पिबत भागवतं रसमालयं मुहुरहो रसिका भविभावुकः ॐ यं प्रवचन्ति मनुपेतमपेतकीर्तिं द्योपायिनो विरहकातराजुहाव पुत्रेति तन्मयतया तरवोऽभिनेतु तं सर्वभूतहृदयं मुनिमानतोऽस्मि। बोलिए सच्चिदानंद भगवान को, श्रीमद् भागवत महापुराण को, आनंद कंद भगवान को, जय जय श्री राधे, जय जय श्री राधे। देवादिदेव स्वयंभुलिंगेश्वर भगवान श्री शैलेश्वर भूमिराज र मसानी देवताको असीम अनुकम्पा र विद्वान जनको सानिध्यता र भक्तजनको न्यानो काख र सबै वाद्यवादकहरूको माया र ममताले आज यस पावन पुण्य भूमिमा र यस धाममा हामीले अतिरुद्राभिषेक विश्व कल्याण महायज्ञ यो एउटा अलौकिक महायज्ञको दिव्य महायज्ञको पावन अवसरमा यो दोस्रो प्रातकालीन सत्रलाई पूर्ण विराम दिएर हामी सायंकालीन सत्रमा प्रवेश गरेका छौं। यस यज्ञमा आफ्नो तर्फबाट सहयोग गर्नुहुने सबै दानदाता प्रति विशेष उच्च सम्मान प्रकट गर्दै आजको यो कार्यक्रमलाई म अगाडि बढाउन चाहन्छु। बोलिए सच्चिदानन्द भगवानको जय। अब हामी जगतगुरु प्रति विशेष समर्पण गर्दै भव्यो भवानको रख भूमि देवो, भव्यो भवानको रख भूमि देवो, भक्तस्तथा भव्यकृता महीयान्, विश्वस्य हिन्दो हृदये न मान्यो जगद्गुरु दिव्यति बालवीन्द्रः। भव्यो भवान् भारत भूमि देवो, भव्यो भवान् भारत भूमि देवो, यस नेपालको यस गोरख भूमिमा भूमि देवो मध्यस्तथा भव्यकृता महीयान्, विश्वस्य हिन्दो हृदये न मान्यो जगद्गुरु दिव्यति बाल सन्त। यस्ता जगद्गुरु बाल सन्तजी महाराजलाई मेरो बारम्बार प्रणाम छ, किनभने यो हाम्रो सामाजिक सञ्जालबाट पनि यो गइराखेको हुनाले उहाँ एकदम हाम्रो नजिक हुनुहुन्छ। मेरो यो शब्दरूपी पुष्पलाई उहाँले यदि ग्रहण गर्नु भएको छ भनेपछि मैले कोटि कोटि फेरि प्रणाम गरे। विद्या विनम्रो विदितात्म तत्व भक्ति प्रकर्षोज्वल चित्तवृत्ति, जसको भक्ति आकाशमा चित्तलाई प्रफुल्ल पार्ने खालको छ, त्यस्ता बाल सन्तलाई शान्तो हिदान्तो धरणी सुधन्य, जो शान्त हुन्छ र यस धरणीलाई धारण गर्ने खालका धर्म आचरणमा रहेका त्यस्ता बाल सन्तलाई श्री बाल सन्त शरण मोहन देवाचार्य, त्यस्ता ती बाल सन्त मोहन शरण देवाचार्यलाई मेरो कोटि कोटि प्रणाम छ। हिन्दू समस्तस्य भवान् गुरु श्री, समस्त हिन्दूका जो गुरु हुनुहुन्छ, हिन्दू समस्तस्य भवान् गुरु श्री सदा शिवो भानुरिव प्रकाशी, जसले सूर्य जस्तै प्रकाश छर्नु भएको छ। विधर्मिणासा शयनाशकोस्ति, विधर्मीहरूको नाशका निमित्त लागिराख्नु भएको छ भनेपछि सत्कर्मिणा स्थापन उद्यतोस्ति, जसले सत्कर्मीहरूलाई
स्थापन गरेर राख्नु भएको छ। हामी जस्ताहरूको उहाँले उद्धार गरिराख्नु भएको छ भनेपछि वसुर पालित नेपते श्री रामचन्द्रै परिरक्षणीयम्। मेरो भूमि कस्तो छ? अस्त्युत्तरस्यां दिशि देवदात्मा हिमालयो नाम नगाधिराज। मेरो भूमिको उत्तरतिर ठुलो हिमाल छ। अस्त्युत्तरस्यां दिशि देवदात्मा हिमालयो नाम नगाधिराज। जस नगाधिराजले आएर यो चन्द्रमणि युक्त यो शैलेश्वरको स्थापना गरेको उहाँको उसमा यो भूमिमा अस्त्युत्तरस्यां दिशि देवदात्मा हिमालयो नाम नगाधिराज। पवित्रमेतत् स्थित हिन्दू राष्ट्रे नेपाल देशे रमणीय भूमौ। पूर्वे सीता पुण्य नदी प्रवाहिया। जसको मेरो यो भूमिको पूर्वमा सीता नदी प्रवाहित हुन्छन्। सीता नदीमा पनि अहिले महान यज्ञ लागिराखेको छ। पूर्वे सीता पुण्य नदी प्रवाहिया शैलेश्वरो देव भूमिराज देवः। घण्टागिरी दक्षिण तस्य विद्यते। घण्टा पर्वत दक्षिणतिर छ। मेरो यो शैलेश्वरबाट घण्टा पर्वत भनेको घण्टेश्वर महाराज। घण्टागिरी दक्षिण तस्य विद्यते। त्यहाँ के हुनुहुन्छ? घण्टेश्वरो देव महाधिदेव। त्यहाँ घण्टेश्वर भगवान बस्नुहुन्छ। प्राच्यां दिशि जमदग्न्यास्य क्षेत्रम। दक्षिण दिशातिर जमदग्निको क्षेत्र छ। ऋषि जमदग्निको क्षेत्र छ। त्यहाँ को बस्नुहुन्छ भने श्यामा तटे परशुरामाख्य क्षेत्रम। श्यामाको तटमा परशुराम भगवानको एउटा क्षेत्र छ। त्यो बीचमा छु म त्यो बीचमा छु। भागेश्वरो देव महाधिदेव। धुरामा भागेश्वर हुनुहुन्छ। भागेश्वरो देव महाधिदेव धुन्धुगिरो योस् विराजमान। धुन्धुगिरी नाम छ धुराको। धुरा भन्छौँ हामी, तर पौराणिक भूमि भनेको धुन्धुगिरी हो। धुन्धुगिरी हो। धुन्धुगिरो योस् विराजमान। पौराणिका वर्णित पुण्य भूमौ धन्या वयं श्री गुरु दर्शनेन। यो पुराणमा वर्णित गरेको यस भूमिमा मैले 2-4 शब्द यहाँबाट राख्न पाउँदाखेरि म त आफूलाई धन्य मानिराखेको छु। धन्या वयं श्री गुरु दर्शनेन। अब कस्तो छ? म कहाँ छु त? गुरुलाई मैले स्वयं बालसन्तलाई मैले प्रणाम गरे र महाराज श्री र लाई पनि मैले प्रणाम गरे। डडेलधुरा मण्डल मध्यवर्ती। डडेलधुरा मण्डल मध्यवर्ती शैलेश क्षेत्रे अति पुण्य भूमौ। डडेलधुराको बीच भागमा रहेको यस शैलेश्वरको यस पुण्य भूमिमा डडेलधुरा मण्डल मध्यवर्ती शैलेश क्षेत्र अति पुण्य भूमौ। हर्षेण युक्ता गुरु दर्शनेन सुस्वागतम कुर्म गुरो त्वदीयम्। हे जगत गुरु बाल सन्तजी महाराज, मेरो यस भूमिबाट हजुरलाई कोटि कोटि प्रणाम छ। बोलिए गुरुवरजी महाराजको, भगवानको राधे 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 राधे। बोलिए राधा कृष्ण भगवानको जय। मैले त्यस्ता बाल सन्त मोहन शरणजी महाराज यहाँ आउनुहुन्छ भनेर 8-10 दिन लगाएर यी श्लोकहरूको निर्माण गरेको थिए, तर उहाँले फोन गरेर म आउन सक्दैन र मेरो तर्फबाट शुभकामना छ। फोनमा मलाई जोड्नु होला भनेको थियो। म सायद भोलि या पर्सि उहाँलाई जोड्छु र यसबाट आधा घण्टाका लागि उहाँका अमृत रूपी दिव्य वचनहरूलाई हामी सुन्न पाउनेछौँ। यो नेट र इन्टरनेटबाट उहाँसम्म मेरा यी पुष्पगुच्छा शब्दरूपी गुच्छाहरू पुगुन् र डडेलधुरा क्षेत्रमा पनि कुनै मान्छे बस्दछन् भन्ने सन्देश उहाँलाई जाओस्। यही मेरो यस शैलेश्वर भगवानसँग प्रार्थना छ। किनभने हामी चोरेर यज्ञ गरिराखेका छैनौँ। हामी चोरेर यज्ञ गर्नेवाला छैनौँ। हामी कसैको चुलामा यज्ञ गरिराखेका छैनौँ। हाम्रो नेपाल राष्ट्रको यज्ञ हो र यसलाई सबैले समर्थन गर्नुपर्छ, अनुमोदन गर्नुपर्छ। गुरुहरूले पनि यसलाई यदि कहीँनिर त्रुटि भएको छ भने उहाँलाई म क्षम्यताम भन्न चाहन्छु। बोलिए गुरुवर महाराजको श्रीमन्नारायण श्रीमन नारायण 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 श्रीमन नारायण।
कालमा व्यासजीले अर्थात सुखदेवजीलाई त्यो ज्ञान दिनुभएको थियो। नारद पुराणमा त्यही बारेमा के छ भने शालग्राम शिलारूपे यत्र तिष्ठति केशव, शालग्राम शिलारूपे यत्र तिष्ठति केशव, न धाम न बाधन्ते ग्रहस्तत्र भूतवेताल कश्चनः। जहाँ शालिग्राम नारायण स्वयं साक्षात भगवान हुनुहुन्छ भने त्यस ठाउँमा कुनै पनि ग्रह बाधा भूत प्रेत पिचास डाक्ने साक्ने कुनै किसिमका पनि रोग व्याधिहरू समेत दूर जान्छन् भनेर भनेको हुनाले यस यज्ञमा 1008 सहस्त्र शालिग्रामको हामीले स्थापना गरेका छौं। सम्भव छैन कलिकालको लागि भनेछ नि शालग्राम शिलारूपी यत्र तिष्ठति केशव। शालिग्राम शिला त मैले आज शालिग्राम परिक्रमा गराइराख्नु भएको छ अर्थात शालिग्राम पूजन गराइराख्नु भएको छ। कहाँबाट 1000 शालिग्राम लिएर यहाँ राखेको छ र हामीले परिक्रमा गरेर मात्रै पुण्य हुन्छ कि शालिग्रामको दर्शन गरेर मात्रै पुण्य हुन्छ कि वा शालिग्राम शिला के हो भन्ने विषयमा आज हामी भागवत कथासँग त्यसको प्रसंगलाई पनि जोड्नेछौं। भनिएको छ शालिग्राम कथाको पौराणिक महात्म्य सबैले थाहा पाउनु भएको छ। नारायण के थाहा पाउनु भएको छ भनेपछि जालन्धरकी पत्नी वृन्दाको सत्यहरण भगवान विष्णुले साधु रूप धारण गरिसकेपछि स्वस्थानी व्रत कथामा आउँछ र व्रत त्यसको भंग पतिव्रता व्रत भंग गरिसकेपछि जब जालन्धरको मृत्यु हुन्छ भने नारायण मेरो भगवान जालन्धरको मृत्यु भइसकेपछि जालन्धरको मृत्यु हुँदाखेरि स्वयं माता वृन्दाले भगवान विष्णुलाई श्राप दिनु भएको थियो। झार बनेर बस्नु परोस्, घाँस बनेर बस्नु परोस्, शिला भनेर बस्नु परोस् र धार भनेर बस्नु परोस्, रुख बनेर बस्नु परोस् भन्ने 4 ठाउँमा तपाईले रहनु परोस् भन्ने माता अर्थात वृन्दाले श्राप दिएको हुनाले ढुङ्गो भएर बस्नु परोस् भनेको हुनाले स्वयं भगवान विष्णु साक्षात नारायण स्वरूपमा शालिग्राममा हुनुहुन्छ। हामीले यहाँ 1008 नारायणको रूपलाई दैनिक नित्य पूजन गरेर सात्विक ब्राह्मणद्वारा अर्थात जसले मांस भक्षण जीवनमा गरेको छैन, जसले सदैव सात्विक आहार गर्दछ त्यस्तो व्यक्तिलाई शालिग्रामको पूजकको रूपमा राखेर हामीले त्यो शालिग्रामको पूजन गरिराखेका छौं र भक्तजनको परिक्रमाका निमित्त हामीले गर्न सजिलो होस् भनेर शालिग्रामका लागि र यहाँबाट नमिलेर हामीले राष्ट्र बैंकबाट सिक्काहरू ल्याएका थियौं गर्न सजिलो होस् भनेर परिक्रमा गर्दाखेरि। त्यस्तो नारायण रूपी शालिग्रामको यस पुण्य भूमिमा वास गराएका छौं। यो भूमि धन्य छ, यो भूमि पवित्र स्थल हो र यो भूमि सधैँका लागि धामको रूपमा विकास भइसकेको हो, यसमा दुई मत छैन। यो धाम हो र जसले जे भने पनि यदि भगवत इच्छा थिएन भने, यदि सन्तको इच्छा थिएन भने, यदि शैलेश्वर भगवानको इच्छा नभएको भएपछि आज यो अलौकिक र दिव्य यज्ञ यस ठाउँमा हुने कुरै थिएन, जसमा आउनका लागि मान्छेहरू राति त कुरा छोड्नुहोस् दिनमा पनि डराउँथे भने हामीलाई क्षमा दिएको छ। 8 बजे राति भन्दा व्रत बस्नु हुँदैन भन्ने आदेश मलाई यो भन्दा पूर्वको यज्ञमा पनि भगवान भोलेनाथले दिनुभएको हो। तर यहाँ मैले किन भगवान भोलेनाथसँग 1 घण्टा व्रत मागेको छु, 9 बजेसम्मका लागि छुट मागेको छु, 9 बजे पछाडिको लागि म जिम्मेवार छैन। साक्षात शालिग्राम शिला यहाँ राखेको हुनाले त्यो कुनै किसिमको प्रवाह छैन, त्यसमा कुनै किसिमको पनि प्रवाह छैन। हामी यहाँसम्म आउन सक्छौं, कथा श्रवण गर्न सक्छौं। बडो आनन्दका साथले हाम्रा आमाहरू पनि संकोच मानिकन आउनुहुन्थ्यो, आइराख्नु भएको थियो। 2-3 गाउँको परम्परालाई नतोड्ने गरेर अरु गाउँका आमाहरू यदि आउन सक्छन् भने उहाँहरूलाई छुट छ, आउन सक्छन्। मैले भने हाम्रो यहाँका 3 गाउँहरू विशेष गरेर दमडा, ऐरी गाउँ र त्यसपछि हाम्रो तिलाडीका ती आइमाईहरू हाम्रा आमाहरू यहाँ आउँदैनन्। पहिलेको परम्परालाई हामीले तोड्नु हुँदैन, त्यसलाई हामीले मासेर जानु भनेको आफ्नो शक्तिहीन गर्नु हुँदैन। मैले यहाँ शालिग्राम शिला स्थापना गरेको छु र 9 बजेसम्मको लागि छुट छ र साँझ पनि हामीले ठीक 7 बजे भोजनादिबाट निवृत्त भएर अर्थात भाँडा र हाम्रा जति पनि छन्
पात्रहरूलाई पनि प्रक्षालन गरेर हामी 9 बजेसम्मका लागि साँझ पनि हाम्रो कीर्तन हुन्छ। आमाहरू छिटो गइहाल्नुहुन्छ। हामी जति पनि छौं, हामी अर्थात् पुरुष मान्छेहरू, यहाँका भक्तहरू भने हामी राति 9 बजेसम्म बस्न सक्दछौं। र शालिग्रामको महिमाको बारेमा मैले बताइरहेको थिएँ। शालिग्राम विश्वको एउटा मात्रै नदी छ, जो नदी नेपालमा मात्रै छ, त्यसको नाम हो गण्डकी, काली गण्डकी हो। नन्द पर्वतदेखि लिएर काली कुमाउँको काकगिरी पर्वतसम्मको क्षेत्रलाई हामी के भन्दछौं भनेपछि यो मानस खण्ड भनेर भन्दछौं। नन्द पर्वत आरभ्य यावत काकगिरी स्मृत तावत वै मानस खण्ड ख्यायते नृपसत्तम। यो अति उत्तम भूमि हो। यहाँका देवी देवताहरूको वर्णन हाम्रो स्कन्द पुराण, जसमा 81,000 श्लोकहरूले वर्णित भएको छ, त्यसमा राखिएको छ। त्यसमा एउटा खण्ड छ केदार खण्ड, हिमालय खण्ड, मध्यको मानस खण्ड। मानस खण्डमा यी कुराहरू वर्णित भएका छन्। त्यो मानस खण्डलाई हामी हेर्न सक्दछौं। अब त्यो मानस खण्डमा बताए अनुसार शालिग्राम शिला नेपालमा यदि नभइदिएको भएपछि आज नेपालीहरूलाई कोही गन्थेर? राजनीतिक रूपले अस्थिर भएको र द्रव्यको हिसाबले, अर्थको हिसाबले धराशयी भएको र पैसाको हिसाबले गरिब भएको यस राष्ट्रलाई कसैले बचाएको छ भने भगवान श्रीमन नारायणले बचाएको छ, भोलेनाथ शंकरले बचाएको छ र हाम्रो रक्षक पशुपतिनाथले बचाएको छ। हाम्रो इज्जत अरू बचाउने वाला संसारमा कोही पनि थिएन। हामी जस्तालाई गन्थेर कसै विश्वले? ठूला ठूला देशहरू अणुबम परमाणु बम लिएर विश्व ध्वस्त गरिदिन्छौं भन्नेहरू नेपालको सामनेमा नतमस्तक भइराखेका छन्। त्यो कसको शक्ति हो त? स्वयं देवी देवताहरूको शक्ति हो। चत्वारिंशत् सहस्राणि सन्ति तीर्थानि महीतले। यस 40,000 तीर्थहरू छन् यो हाम्रो सुदूरपश्चिममा। म कुनै बनाएर बढाई चढाई गरिराखेको छैन। म स्कन्द पुराण मानस खण्डमा भएको श्लोकको एउटा प्रमाण दिइराखेको छु। चत्वारिंशत् सहस्राणि सन्ति तीर्थानि महीतले। 40,000 तीर्थहरू छन्, जसमध्येको एउटा धाम शैलेश्वर धाम पनि हो। र त्यसोस्ले यस शैलेश्वर धाममा हामीले बसेर भक्ति गर्न आएका छौं र भगवान शालिग्रामको पूजन गरिराखेका छौं। यो दिव्य पावन भूमिमा शालिग्रामको दर्शन दूरबाट 1 योजन परबाट पनि कसैले शालिग्राम शिलायस्य भनेर भन्दछ भने त्यसका सम्पूर्ण पापहरू नाश भएर जान्छन्। कुनै एउटा पाप पनि रहँदैनन्। शालिग्राम शिला गण्डकी नदीमा मात्रै किन भन्ने कुरा पनि आउला। गण्डकी नदीमा मात्रै किन, नेपालमा मात्रै किन? यो देवभूमि हो, यो तपोभूमि हो, यो ज्ञान भूमि हो, यो एउटा उर्वरा भूमि हो। र भगवान कहाँ रुचाउनुहुन्छ भने जहाँ ज्ञान छ, जहाँ देवत्व छ, जहाँ स्थायित्व छ, जहाँ सात्विकता छ, जहाँ सद्भाव छ, त्यहाँ भगवान हुनुहुन्छ। भगवानले गण्डकी नदीलाई, गण्डकी नामकी एउटा माता थिइन्, गण्डकी नामकी एउटा आमा थिइन्, गण्डकी नामकी एउटा आइमाई थिइन्। बुझ्नुहुन्छ भने उनले सदैव विष्णुको भक्तिमा लीन हुने गर्दथिन्। गण्डकीले शालिग्राम भगवान अर्थात स्वयं नारायण प्रसन्न भएर हे गण्डकी, तिमी जे माग्न चाहन्छौ आज तिमीलाई म जुनसुकै वर भने पनि संसारको यो वैभव भने पनि दिन तयार छु भनेर भनिसकेपछि मलाई केही चाहिएन भगवान, हजुरले मेरो काखमा सदैव सदा सदाका लागि निवास गरिदिनु पर्यो भने हुनाले गण्डकी नदीमा तिमी ज्ञानकी नदी हो र तिमीमा म स्वयं आएर बस्नेछु भनेको हुनाले गण्डकीको ज्ञान तरल पदार्थमा परिणत भयो र नदी बग्न लागिन्। शालिग्राम भगवान त्यसै गण्डकीको काखमा सदा सदाका लागि बस्न लागे। बोलिए शालिग्राम भगवानको सजय हो। हे गाय गंगा तुलसी दामोदर कुंड, गाय गंगा
कंसोत्तरे तीरे गिरिराजस्य दक्षिणे दशयोजन विस्तीर्ण महाक्षेत्रम वसुन्धरा। गण्डकीको किनारमा निवास गर्नुहुन्छ त्यो क्षेत्र स्वयं पुण्यधाम क्षेत्र हुन्छ भनेर भनिएको छ। बोलिए शालिग्राम भगवानको। हामी शालिग्राम भगवानको कथा श्रवण गरिराखेका छौं। गण्डकीको उत्तर किनारमा स्नानोदकम पिबे नित्यम जघाङ्कित शिलोद्भवः भनेको छ। नारायण भगवानको जय होस्। शालिग्रामस्य पूजायां कृतायां विधिना कृतम। शालिग्रामको पूजा गर्नाले या सर्वा दुर्गतिम यान्ति सर्व सौभाग्यदायिनी। सबै किसिमको दुर्मरण जो घरमा हुन्छ शालिग्रामको पूजा गर्नाले त्यो दुर्मरण कहिले पनि हुँदैन। शालिग्राम घरमा राख्यो भने दुर्मरण हुँदैन भनेको अकाल मृत्यु हुँदैन त्यसको। र यदि शालिग्राम शिलाको जललाई जसले एक पटक पनि श्रवण गर्दछ अर्थात पिउँछ भने त्यसको पुनर्जन्म हुँदैन, दोस्रो चोटि संसारमा आउनु पर्दैन भनेको छ। तर त्यसमा के छ भने शालिग्राम भगवानको पूजा विधि पूर्वक गर्नु पर्दछ। शालिग्राम भगवान साक्षात नारायण स्मृति भनेको छ। शालिग्रामको शिला साक्षात नारायणको शिला भएको हुनाले शालिग्राम भगवानलाई घरमा राखिसकेपछि त्यसको विधि छ पुज्ने। के भनेको छ भने शालिग्राम शिलायासा साक्षात नारायण स्वयं तस्य स्थाने हेर्न कर्तव्यो वासो मृते हेर्न करे चेत। शालिग्राम शिला राखेको क्षेत्रमा कहिले पनि मृत्युले वास गर्दैन। शालिग्राम राखेको घरमा मृत्युले वास गर्दैन। मृत्यु त निश्चित छ तर अकाल मृत्युले वास कहिले पनि गर्दैन भनेर भनिएको छ। र अर्को कुरा शालिग्राम शिला यातो हो गृहे तिष्ठति नित्यसा। शालिग्रामको शिला जसले घरमा नित्य रूपमा पुज्दछ र राख्दछ भने न तेषाम जायते दुःखम अपमृत्यु भयम न किञ्चित। त्यसको अपमृत्युको भय त्यसको घरमा बिल्कुल पनि रहँदैन। कहिले पनि अकाल मृत्यु त्यो घरमा हुँदैन। मृत्यु आएपछि मात्रै हुन्छ तर अपमृत्यु कहिले पनि शालिग्राम शिला राख्नेको घरमा अपमृत्यु हुँदैन भनेको छ। अब शालिग्राम शिलालाई कसले पुज्ने र कसले नपुज्ने भन्ने शास्त्रहरूमा विभिन्न मतहरू छन्। शालिग्राम शिला पुज्न मिल्छ कि मिल्दैन, सबैले मिल्छ कि मिल्दैन भन्ने कुरा पनि आउँछ। शालिग्रामको महिमा यति बताइसकेपछि शालिग्रामलाई पुज्न मिल्छ कि मिल्दैन भन्ने कुरो छ। शालिग्रामको पूजा सबैभन्दा पहिले मांसभक्षी जुनसुकै जात जाति पेशा वर्ण धर्म लिङ्गको भए पनि मिल्दैन। मासु खाने व्यक्तिलाई शालिग्राम पूजा गर्ने अधिकार छैन। त्यो चाहे ब्राह्मणको उपर ब्राह्मण भए पनि त्यसलाई मासु खाने व्यक्तिलाई शालिग्राम शिला पुज्ने छुट छैन, त्यसले पुज्न सक्दैन। अर्को कुरा नित्य रूपले सात्विक भोजन नगर्ने र त्यसपछि अपवाच्य मात्रै बोल्ने त्यस्तालाई शालिग्रामको शिला पुज्ने अधिकार छैन। दर्शन गर्ने अधिकार छ तर पुज्ने अधिकार छैन। दर्शन गर्न सक्छ, स्पर्श गर्न सक्दैन, छुन सक्दैन। त्यसले हामीले पनि के भनेका छौँ भने एकजना नैष्ठिक यस्ता ब्राह्मणलाई राखेका छौँ हामीले जसले जीवनभरि मांस भक्षण गरेको छैन। तर हाम्रा गुरु हुनुहुन्छ पूजनीय गुरु केशव भट्ट गुरु, उहाँलाई मैले राखेको छु। आफ्नो जीवन कालमा कहिले मांस भक्षण नगरेको हुनाले उहाँलाई शालिग्रामको शिला पुज्नका निमित्त मैले उहाँ स्थापित गरेको छु। मांस भक्षी व्यक्तिले कहिले पनि शालिग्राम शिलालाई स्पर्श गर्न छुन सक्दैन, निषेध छ। छोए त के छ, फ्याँकिदिए पनि भयो, ढुङ्गो हो, ठिक छ। तर सबै कुरा विश्वासमा फलदायी हुन्छ। विश्वासम फलदायकम। हाम्रो धर्मशास्त्रले जे भन्छ त्यो कुरो हामी भन्छौँ। स्पर्श गर्ने अधिकार छैन। अब महिलाले पुज्न मिल्ने कि नमिल्ने भन्दाखेरि यहाँ के भनिएको छ भने यदि साध्वी महिला छन्, पहिलेका ऋषिकाहरू हाम्रा महिलाहरू पनि शालिग्रामको पूजा गर्दथे। तर कस्ता महिलाहरू गर्दथे भनेपछि जो ऋषिका छन्, ब्रह्मचर्यको पूर्ण पालन गरेका छन्, रजो धर्मबाट निवृत्त भइसकेका छन्, त्यस्ता महिलाहरूले पनि शालिग्रामको पूजन गर्न सक्दछन् भनेको छ। रजो धर्मबाट निवृत्त भएका र जीवनभरि मांस भक्षण नगरेका, आफ्नो सात्विक धर्ममा रहेका यदि कोही ऋषिकाहरू छन् भने उनले पनि शालिग्राम पुज्न सक्दछन्। निषेध गरेको छैन, हाम्रो धर्मशास्त्रले निषेध गरे कसैलाई छैन।
जात जाति पेशा वर्ण धर्म लिङ्ग यो कट्टर नियममा यदि बाँधिएको छ भने त्यो व्यक्ति शालिग्रामको स्पर्श गर्न सक्दछ। यसमा छैन भने त्यो ब्राह्मणै भएर पनि गर्न सक्दैन। स्पष्ट कुरा छ। त्यहाँ अलिकति अप्ठ्यारो छ। त्यसोस्ले शालिग्राम शिलालाई स्पर्श गर्नु हामीले सबैले हुँदैन। त्यही बेला त हाम्रो घरमा एउटा चलन चलाइदियो, आइमाईले नपुज्ने र त्यसपछि क्षेत्रीय वर्णकाले नपुज्ने भन्ने चलाउनको कारण के हो भनेपछि ब्राह्मण भनेर जातले ब्राह्मण भएर हुँदैन, कर्मले ब्राह्मण हुनु पर्दछ। यदि कर्मले ब्राह्मण छैन भनेपछि उसलाई पनि पुज्ने अधिकार छैन। कर्मलाई प्रधान दिएको छ। हाम्रा कर्महरू यदि सही छैनन् भने षट्कर्म द्विजभुच्यते, 6 वटा कर्महरू दान लिने, दान दिने, शिक्षा लिने, शिक्षा दिने, अरूलाई ज्ञान दिने, ज्ञान लिने, यी वटा कर्महरूलाई जसले गर्दछ भने त्यो ब्राह्मण हो। हामीले मांस भक्षण गर्नु हुँदैन। जो मांस भक्षण गर्छौं भने हामी शालिग्राम पुज्न सक्दैनौं। स्पष्ट कुरा शालिग्रामको बारेमा बताइएको छ। र त्यसै किसिमले सहस्त्र शालिग्रामस्य 1000 शालिग्राम नै किन भन्ने आउला। एउटा शालिग्राम लिएर राखिदिया भए पनि हुन्थ्यो, तर त्यो किन आउला भनेर भन्दाखेरि सहस्त्र शालिग्रामस्य दर्शनम पापनाशनम, त्यसको दूरबाट 100 योजनबाट पर पनि जसले शालिग्राम 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 नारायण भनेर भन्दछ र त्यो भूमिमा 1000 शालिग्राम छन् भनेपछि त्यो भूमिमा रहेका हामी त मानव हौं, यी चराचुरुङ्गी र कीट पतंगहरूको पनि मोक्ष हुन्छ भनेको हुनाले यहाँका जति पनि हाम्रा आमा बुवा मरिसकेका पनि हामीले यसै भूमिमा शिवको काखमा बुझाइसकेका छौं। हाम्रा आमा बुवा सब यही बुझाइसकेका हुनाले उनको आत्माले पनि दिव्य आत्मा र दिव्य लोक प्राप्त होस् भनेर 1000 शालिग्रामको स्थापना भएको हो। कसैले के भन्दा छ भनेपछि शिव क्षेत्रमा शालिग्राम किन भन्ने मेरो सामनेमा भन्ने ताकत त सायद कसैको नहोला। पछाडि कसैले भनेको मैले सुनेको छु, मसँग खबर आएको छ। म भन्छु वैष्णवानाम यथासम्भव, स्वयं भगवान शिव वैष्णव हुन् भनेपछि शालिग्राम शिवलाई र विष्णुलाई अलग मान्नेहरूको पृथक भेद हुनेहरूको दुई चरित्र हुनेहरूको भनाइ त्यो हो। र जहाँ शिव हुनुहुन्छ तहाँ विष्णु हुनुहुन्छ, विष्णु र शिव एउटै हुन्। वैष्णवानाम यथासम्भव भनेर शालिग्रामोद भवलिङ्ग, शालिग्रामोद भवलिङ्ग भनेको चक्राङ्कित भएकोलाई शालिग्राम भनिन्छ भने चक्र रहित भएको शिलालाई शिव स्वरूपमा पनि पुज्न सकिन्छ। शास्त्रमा वर्णन भएको छ। नारायण बोले नारायण भगवानको जय जय होस्। विपिन बिहारी लाल को जय जय होस्। जय जय श्री राधे राधे श्याम। बोलिए सांची दरबार को जटाधारी त्रिशूलधारी भोले बाबा